तीनटा फिल्म बनेका छन् मान्छेको दिमाग वास गर्न। यो कमेडी त सुन्नु नै भयो। चुनावमा पुराना दलहरूले हार्नुको कारण जनतालाई 3वटा फिल्म देखाएर ब्रेन वास गर्नु थियो रे। के साँच्चै नेपाली जनता नाइट बसमा फिल्म हेरेर भोट हाल्न गएका भेडा थिए? आउनुहोस् यो बकवास थ्योरीको चिरबार गरौँ। उनीहरूको कन्स्पिरेसी थ्योरी अनुसार राति राति नाइट बस र युट्युबमा दिमाग खराब, झरीपछिको इन्द्रेणी र सेन्टी भाइरस जस्ता फिल्म बजाएर जनतालाई भड्काइयो। कतिले त यस्तो पनि भनेका छन्, फिल्म मेकिङले मान्छेलाई रुवाउने, हँसाउने र भित्री भावना बदल्ने क्षमता राख्छ। त्यही अनुसार निश्चल बस्नेतको दिमाग खराबमा निलो झन्डालाई राम्रो भनेर देखाइयो र साइकोलोजिकल्ली गेम खेलियो। अझ भोटिङको सिनमा 2082 र 21 जस्ता नम्बरहरू देखाएर चुनावको मितिसँग पहिल्यै सेटिङ मिलाइएको आरोप समेत लगाएका छन्। तर कमन मन्त्रीज्यू, हामीलाई फिल्म हेरेर दिमाग खराब भएको होइन क्या, तपाईँहरूको 30 वर्षको हरकत सहेर दिमाग खराब भएको। फिल्ममा त जम्मा 2 घण्टा भ्रष्टाचार देखाइएको थियो। यहाँ जनताले जिन्दगीभर अस्पताल, मालपोत र पासपोर्टको लाइनमा रियल लाइफमै त्यो भोगेका छन्। तपाईँहरूलाई लाग्छ फिल्मले ब्रेन वास गर्यो? फिल्मले ब्रेन वास गरेको होइन। जनताले रियल लाइफमा भएको रियालिटीलाई यी फिल्महरूले पर्दामा उतारेका मात्र हुन्। जनताले दिमाग खराब फिल्मभन्दा अगाडि तपाईँहरूको दिमाग खराब गर्ने शासन व्यवस्था हेरिसकेका छन्। आफ्नो हारको समीक्षा गर्नुको सट्टा जनताले फिल्म हेरेर भोट बदले भन्नु कति लाचार मानसिकता हो। नेताहरूको रियालिटी नै यति डरलाग्दो छ, कुनै फिल्मको स्क्रिप्टले जित्नै सक्दैन। के अब आफ्ना गल्ती लुकाउन फिल्म निर्माताहरूलाई पनि जेल हाल्ने हो? तपाईँलाई के लाग्छ? तपाईँले आफ्नो भोट नाइट बसमा फिल्म हेरेर बदल्नु भएको थियो कि नेताहरूको हरकत हेरेर? कमेन्ट गर्नुहोस् है त। र यो भिडियो सेयर गरेर ती मन्त्रीज्यूसम्म पुर्याइदिनु होला जसलाई अझै पनि लाग्छ कि जनता मूर्ख छन्।